सब जसले गर्न खोज्छ राम्रो काम त्यही नर्क जान्छ। मेरो बानी बेउराले सब कुरा फरक पार्छ। जब हान्न थाल्छु ऱ्याप एक्कासी ताक्छ, किनकि मेरो कहानीको सुरुवात पो गल्लीको सडकबाट। कसैलाई मतलब मागिन लागे म फरक बाटोमा अन्टेटमा छ रे मेरो नाम पत्रिकाले खबर छापेछ। त्यस्तो केही मतलब लाग्दैन, हेर्दैन म समाचारमा इन्काउन्टर हान्ने सोचिरहेछस् मुजी खबरदार त इज्जत गरेर भेडास फेरि। मेरो ग्याङ छ नेपालभरि, तँ जस्तो होइन म हिँड्छु सबलाई राम्रो व्यवहार गरी। मुजी हेर म जाँदिनँ जेल, खेल्नु छैन मलाई तेरो कहाडी सरकारले राखिदिन्छ खेल खाँदै। म जाँदिनँ जेल तेरो भ्रष्टाचारी दुई कौडीको कानुनलाई मान्दिनँ हे। चुपचाप लागि बस्दिनँ म, पुगिसक्यो मलाई मस्ती गर्न गाँचा गुटी साथमा रक्सी टन्न म त चार्छ हल्लिँदै निस्किन्थ्यो अस्तिसम्म छक्कीसँग मस्तीसँग। यस्तै खातेको परिभाषा म त हल्लिँदै निस्किन्थ्यो गल्लीबाट। सल्किरहेछ गाँजा र पोलहरूको धुवाले दिमाग चल्दिरहेछ, भेज्जा साइको अति भाछ ज्यान सुकेर जिउमा हड्डीमा त लगाइरहेछ घडी हातमा। महँगो के बिग्राछ घर परिवारमा थाहा छैन त्यसैले दिक्क लाग्छ, मन लाग्दैन यो कुरा सम्झिराख्न। छोडिसकेँ मैले गाँजा पुग्न गोटी च्याउन, केटाले भन्छ तँलाई कसले खोजिरहेछस् ए ऱ्यापन्स तर किन बेसी बोलिरहेछस्। होस्कर केटा नत्र तैँले गोली खान्छस्। अपराधी सरकारले पाल्या छ, मजाले भात खुवाउँदै राखेको छ, बिग्रिएको समाजको दोष मेरो टाउकोमा खन्याउँदै राखेको छ। के गर्न खोजेको थाहा छैन, जेल हाल्छ मलाई समाचार के फाइदा छ र मेरो बिग्रिएको समाज बिगारेर।